सन्तानले एउटा आमा गुमाइरहँदाखेरि, एउटा आमाले एउटा छोरी गुमाइरहँदाखेरि, एउटा सासूआमाले एउटा बुहारी गुमाइरहँदाखेरि हामीले सहजै लेखिरहेका थियौँ मार्ने त यो नै हो भनेर, मार्ने त्यसकै बुढा हो भनेर सहजै लेखिरहेका थियौँ कि हामी, होइन? यता कता देखिरहेको थियौँ मैले, यदि म गलत छैन भने। त्यो बेला एउटा श्रीमानलाई कति चोट पुगेको थियो होला, कति गाह्रो भएको थियो होला एउटा श्रीमानलाई एउटा जीवनसाथी गुमाइरहँदाखेरि चाहिँ। असाध्यै चोट पुगेको थियो, मलाई साह्रै गाह्रो भएको थियो। सायद मैले धेरै ठाउँमा भनिसकेको छु कि यदि यो सामाजिक प्रतिष्ठा र मेरो 3टा बच्चाको जिम्मेवारी थिएन भने म त्यो मलाई जुन खालका आक्षेप र प्रत्यारोप लगाउनेहरूप्रति त्यसको एउटा राम्रो प्रतिकार गरेर म पनि यो धरतीमा रहँदैन थिएँ भन्ने मैले भनिरहेको छु अहिलेसम्म। त्यो सोच आउँछ है? यस्तो आयो। म 4 महिनासम्म सायद